हाम्रै अर्को घरको उडेर आएर यहाँ माथितिरको घरमा बस्या हुन्। घाटको बाहिर सबै मौरीको झुन्ड घाटको बाहिर बस्या। अब यो रानी भन्छन् यसको रानी चाहिँ बाहिर घुमिरह होला। मैले त भेट्टाउँछु कि भेट्टाउँदिनँ, हेरिराखौँ, देखिरहेको छैन। खै भित्र गइ पो हालेँ, बाहिरै छ। ए हो र, ल हेर्नुहोस् यसरी मौरी आयो हाम्रो चाहिँ आधुनिक घरमा। यताको घरको मौरी भागेर यसमा चाहिँ अलि बर्सातको सिजनमा त्यो धुस्नो लाग्या रहेछ, भ्याउडे स्याउडे सब यता मौरी भागेर त्यहाँबाट माथि बसालेको। अहिले लगभग 2 बजेको समय छ दिउँसोको। यसरी मौरी यहाँ आएर बस्न सफल भयो। मौरीले चेक गर्यो एकचोटि, यो घरबाट आएर यो घरमा चेक गर्यो कस्तो छ ठाउँ भनेर, यहाँ ठिक पायो अनि लगभग यहाँ बस्ने सम्भावनामा छ। 80% सम्भावना छ, 100% चाहिँ हुँदैन मौरीको। 80% सम्भावना यहाँ बस्ने खालको देखिन्छ। यसरी हेर्नुहोस् यो मौरीहरू बिनापछि हामीलाई यसरी टोक्दैन मौरीहरू। नचलाउँदैनसम्म केही पनि टोक्दैन। हेर्नुहोस् यसरी उडिरहेका छन्। यसरी मौरी आइरहेछन् तलैदेखि यस्तो लहरा बनाएर। ये हेर्नुहोस् दृश्य। खडो कि चाहियो केले बौसा खुट्टा पन्नी एक खडो धुआँ होलो।